बाँकेको नेपालगञ्ज बन्यो रहन मैदान। केपी ओली पक्राउको विरुद्धमा प्रदर्शन। गृहमन्त्री सुदन गुरुङको पुतला दहन। बाँके जिल्ला यति बेला राजनीतिक तनावको केन्द्र बनेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको भनिएको विषयलाई लिएर नेकपा एमालेका कार्यकर्ताहरू आक्रोशित बनेका छन्। यही क्रममा नेपालगञ्जमा नवनियुक्त गृहमन्त्री सुदन गुरुङ विरुद्ध पुतला दहन गर्दै व्यापक विरोध समेत प्रदर्शन गरिएको छ। पार्टी कार्यालयबाट सुरु भएको उक्त र्याली बीपी चोकसम्म पुगेको थियो, जहाँ प्रदर्शनकारीहरूले विदेशी दलाल मुर्दाबाद, केपी शर्मा ओली जिन्दाबाद जस्ता नारा लगाउँदै नयाँ सरकारको विरोध समेत गरेका थिए। सुरुमा शान्तिपूर्ण भनिएको आन्दोलन क्रमशः उग्र बन्दै गयो जब कार्यकर्ताहरूले चोकमा टायर बालेर आगजनी गर्न थाले। स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीले आगो निभाउने प्रयास गर्दा प्रदर्शनकारी र प्रहरी बीच झडपको अवस्था समेत सिर्जना भयो। केही स्थानमा हातपात समेत भएको सञ्जालमा बाहिरिएको छ, जसले गर्दा नेपालगञ्ज क्षेत्र केही समयका लागि तनावग्रस्त बनेको थियो। ओली पक्राउ परेको उक्त खबर बाहिरिएसँगै देशका विभिन्न स्थानमा विरोधका स्वरहरू चर्किन थालेका छन्। समग्रमा बाँकेमा देखिएको यो घटनाक्रमले नेपालको राजनीतिक अवस्था फेरि एकपटक तातेको सङ्केत दिएको छ र यदि यसको समयमा समाधान नखोजिए आगामी दिनमा यस्ता विरोधपूर्ण र्यालीहरू अझ चर्किन सक्ने एमाले कार्यकर्ताहरूले नयाँ सरकारलाई चुनौती समेत दिएका छन्। नेकपा एमाले विधिको शासनलाई हस्तक्षेप गर्न चाहन्छ। नेकपा एमाले यो राजनीतिक प्रतिशोधलाई अन्त्य गर्न चाहन्छ र हाम्रो पार्टी अध्यक्षलाई निशर्त रिहा गर्नको निम्ति हामीले सरकारसँग आग्रह गरिरहेका छौँ। कानुनी उपचार पनि गर्छ, सडक आन्दोलन पनि गर्छ। त्यो दुईटै कुराहरू हामी चाहिँ पारस्परिक रूपमा अगाडि लिएर जान्छौँ। तपाईँको पार्टी सचिवले देशभर आगो बाल्छौँ भन्नुभएको छ, के छ? अब त्यो त अब यस्तो हुन्छ, आन्दोलनको चाहिँ रूप हुँदैन। पहिला हामी चाहिँ नेकपा एमाले शान्तिपूर्ण आन्दोलन गर्छ। राज्य पक्षबाट धरकपट भयो, बल प्रयोग गर्ने कुरा भयो भने आन्दोलनको स्वरूप हुँदैन। आन्दोलन कुन रूपमा कहाँसम्म जान्छ त्यसको सीमारेखा पनि हुँदैन। हाम्रो आग्रहलाई अनुरोधलाई यसले सदासहायता ठान्यो भने हामीले फेरि योभन्दा ठुला आन्दोलनका कार्यक्रमहरू घोषणा गरेर हामी सडकमा आउनको निम्ति सरकारले हामीलाई बाध्य नबनाओस्, नेपाली जनतालाई बाध्य नबनाओस् भन्ने कुराको हामी चुनौती पनि दिन चाहन्छौँ। तपाईँको सचिवले चाहिँ देशै जलाउँछौँ भन्ने खालको, देशमा आगो बल्छ भन्ने खालको जुन आएको छ, अब यसैलाई शिरोधार्य गर्नु हामीले नेपाली जनताले अहिले के बुझिरहेका छन् भने जसले मदन भण्डारीको हत्या गर्यो, त्यही तत्कालै राजा वीरेन्द्रको हत्या गर्यो, त्यही तत्कालै 23 र 24 गतेको घटनाको पटकथा हालेको, त्यही तत्कालै फागुन 21 गतेको निर्वाचनको तारतम्य मिलायो र त्यही तत्काले नेपालका राष्ट्रवादी व्यक्तिहरूलाई राष्ट्रवादी पार्टीहरूलाई मनोबल कमजोर गराउन सकियो भने, तिनको चाहिँ आत्मबल कमजोर गर्न सकियो भने नेपालको लोकतन्त्र कमजोर हुन्छ, नेपालको राष्ट्रियता कमजोर हुन्छ र नेपाल विदेशीहरूको क्रीडा मैदान बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ अहिले नेकपा एमालेमाथि र नेकपा एमालेको केन्द्रीय अध्यक्षमाथि प्रहार गरिरहेका छौँ। मैले सुरुमा पनि भने हाम्रा अग्रजहरूले बलिदान गरेर बचाएको यो देश